मिलारेपा गुरुको जीवनी आज हामीले नाटक मञ्चनद्वारा यसरी हेरियो। वास्तवमा भन्नुपर्दा मिलारेपा गुरु आफै उहाँको जीवनी आफै नै एउटा तपाईँ हाम्रो लागि एउटा सांसारिक अथवा साधारण जनको जीवनदेखि लिएर मुक्तिको मार्गसम्म पुग्नको लागि के कस्ता अभ्यासहरू र त्यसमा गुरु लिने तरिकाहरू इत्यादिले भरेको कारणले गर्दा एउटा कष्टदायी जीवनबाट चाहिँ तपाईँ हामीले बुद्धत्वसम्म प्राप्त गर्न सक्ने रहेछ भन्ने कुरोलाई जनाउने उहाँको जीवनीले प्रस्ताउँछ। र त्यो सिलसिलामा आज हामी करुणा अनलाइन क्लासको सम्पूर्ण टिम मिलारेपा गुरुको जीवनी यसरी हेर्न पाउँदाखेरि एकदमै खुसी लागेको छ, त्यही भन्न चाहन्छु। र यो सम्पूर्ण टिमले एकदमै दुःख गर्नुभयो। मलाई त लाग्यो कि मिलारेपा साँच्चीकै मिलारेपा गुरु आफै नै यसरी भौतारिरहनु भएको छ जस्तो लागेको थियो है। अनि बिचबिचमा आँसु पनि झऱ्यो। साँच्चीकै गुरुले गर्नुभएको कठोर तपस्याहरू, उहाँको जुन धर्मप्रतिको योगदान होइन, अनि सबै कुरा हेरेर चाहिँ एकदम खुसी लागेको छ। सम्पूर्ण यो मण्डला थिएटरका टिमलाई पनि धेरै धेरै धन्यवाद यस्तो राम्रो प्रस्तुति मञ्चन गराइदिनु भएकोमा, र हाम्रो सम्पूर्ण करुणा अनलाइन क्लासका टिमहरूलाई पनि यसरी साथ दिएर तपाईँहरू आइदिनु भएकोमा र हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लासो फ्याबुल्ला।